धन्यवाद। घरको चाहिँ चाय मिठो। आमा देखेन यहाँ पनि गदवारी राख्ने काम यस्तो खालको चाहिँ लिएर चाहिँ कहाँ राख्नु उतापट्टि उति होला है यहाँ चाहिँ कलरफुल चाहिँ राखेको नि हेलो नाना। I'm tired already. अर्पण दाजु पापा हेलो छ्या अर्पण गर्न धन्यवाद। हेलो एभ्रिवान। सो अहिले चाहिँ अब म बाइक धुन आँटेको होइन। अनि बाइक चाहिँ किन धुनुपर्छ भन्दाखेरि चाहिँ दिस इज द रिजन है। बाइक इज अलमोस्ट सबै धोइसक्यो बडीहरू बोल होइन। तर अब मेन जहाँ चाहिँ एकदमै मैला हुन्छ त्यो चाहिँ धुनुपर्ने चाहिँ के हो भन्दाखेरि एउटा चेन्ज पकेट यो खोल्नुपर्छ। यो चेन्ज पकेटको यो भित्रको जुन चाहिँ इन्जिनबाट पावर डेलिभरेट गरेर उता पठाएको हुन्छ विलपट्टि होइन। यो चेन एकदम इम्पोर्टेन्ट हो। सी यस्तो छ। यहाँ कहाँदेखि भन्नुहुन्छ योहरू हिलो क्या टायरले फ्याँकेर अन्त यो टायरदेखि अलिकति देख्नुभयो होला। आई होप यस्तो भइरहेको छ रहेछ। पुरै मैला है हिलोहरू पुरा लाग्छ नि त। अन्त यो पनि खोलेर 3टा स्क्रु हुन्छ 1 2 3 सायद यसमा 5 को एलएन की लाग्छ जस्तो लाग्यो मलाई एज फार एज आई नो छ मेरोमा। अन्त त्यसले खोल्नुपर्छ। अन्त यस्तो भइरहेको छ। मेन चिज चाहिँ धुनुपर्ने छ नि यो टायर घिउ घिउ जस्तै भइरहेको छ यो। यस्तो भइरहेको छ है। गरम भइसक्यो घाम लागेर कि। बाइक इज अलमोस्ट क्लिन है। तर अझै पानी लगाएर हात लाउँदै पखाल्नु पर्ने चाहिँ बेला भएको छ है। पुरा कोरिरहेको छ यो हिलोहरूले गर्दा। टायर त राम्रो भएछ सफा है। यस्तै छ। म चाहिँ यस्तो भइसकिसकेको छु। हातहरू हेर्नुहोस्। सो यो के भन्छ टप बक्स पनि धुनुपर्ने छ। अनि यो चाहिँ मजाको कुरा चाहिँ के छ भन्दाखेरि यसको जुन चाहिँ यो भित्रको छ यो कम्पार्टमेन्ट यो निक्लिन्छ क्या। यसमै मेरो डकुमेन्ट्सहरू रेनकोट अनि एउटा पुसपास गर्ने कपडा अनि यो बाइक छोप्नेहरू है हेलमेट चाबीहरू सबै यो चाहिँ टक्कै यहाँ लागेको हुन्छ। अनि जुन चाहिँ टोकरी जस्तो देख्नु हुँदैछ है यस्तो परेको यो चाहिँ टक्कै यहाँभित्र बस्छ। अनि यो पनि पखालौँ सोचेर किन भन्दा यस्तो भइसकिसकेको छ हेर्नुहोस् हो। यहाँ मुनि झन् सो पखाल्नु पऱ्यो। गरम टन्टनी घाम लागिरहेको थियो। त्यहाँदेखि अहिले घामको ब्राइटनेस पनि घटिसकेर बाइक यहाँदेखि अलिक यता आएर पनि त्यो ब्यारलमा भएको पानी सबै सकेर पनि यो धोएर सुकाइराखेको छु। अनि स्टिल गोइङ अन प्रोसेस। अनि हातहरू यस्तो भइरहेको छ हेर्न सक्नुहुन्छ है। खोले मैले हो सफा गर्दैछु। स्टिल गोइङ अन। खानाहरू खाइसकेर पनि यो अलिकति मेरो यो मड गार्डको चाहिँ कलर उडिसकेको छ। अलिकति कलर पनि गरिदिउँ भनेको प्राइमर दलेर है। अन्त यसको पनि हालत यस्तो भइसकेको छ लाबरको। सो नयाँ लाबर काटेर लिएर आएको छु। यसमा पनि कलर सलर हालेर चाहिँ यसलाई फेरि बाँधिदिन्छु। त दामी हुन्छ है। तर दामी भइसकिसकेको छ निकै नै है। चेन पनि आज मैले सफा गरेको भनेको जस्तो त भएन कि। तर पनि आई पेन्टेड दिस साँच्ची
यो पनि हो लाबरहरू खोलेर अन्त चेन पनि दुःख सुख सफाइ भएको यतिको चाहिँ अब अन्त लुप पनि गरेँ मैले हो मेरोमा यहाँ लुप गर्नुको लागि चाहिँ मोबिल छ स्प्रेहरू चाहिँ छैन म स्प्रेहरू हत्तापत्ता इन्भेस्ट गर्दिनँ त्यस्तो कुराहरूमा गरेको राम्रै हो तर गर्दिनँ म चाहिँ आई हेभ दिस यो मोबिल उयो गर्ने क्या खटेक खटेक गर्दा चाहिँ उताबाट निक्लिन्छ यसरी पानी परेर बिजोग भयो यो थोत्रो स्कुटी यहाँ चाहिँ यसलाई निकालेर अनि मेरो नयाँ बाइक चाहिँ ओ टालिदिनुहोस् यहाँ राखेँ अनि अब यो कभर लाउनु छ यहाँनिर ठ्याक्कैसँगले अनि भयो दुःख सुख बाइक चाहिँ धोइसक्यो र बक्स चाहिँ यहाँ भ्यानमा लगाइराख्छु छु आफ्नो बिजोग छ नि हातहरू खुट्टाहरू यो पनि सुकेछ त सामानहरूमा हालिसकेको छु यो कभर लाउनु छ किट छ लाबरहरू यस्तै छ थाङ थिलो भइरहेको छ नि त बेहो सेतै भयो ओके यस्तै छ अब घरमा छुट्टी मात्रै त बाइकको काम गऱ्यो है घरको पनि काम चल्दैछ यहाँ माथि पापा र भाइले गर्नुहुँदैछ सो थ्याङ्क यू एभ्रिवान फर वाचिङ दिस भिडियो अनि धेरै राम्रो राम्रो कन्टेन्टहरू आउनेवाला छ अनि अहिलेसम्मको भ्लग चाहिँ प्रायः फोनमा नै सुट गरेको प्रायः त के भन्नु सबै फोनमा नै सुट गरेको हो क्यामेराहरू पनि छ आउनेछ राम्रो राम्रो भिडियो अनि के भन्छ साँच्ची एउटा कुरा चाहिँ तपाईँहरूलाई अलिकति इन्फर्मेसन लास्टमा भए पनि दिन चाहन्छु यो जुन चाहिँ छ यो चाहिँ सिधै कनेक्ट भएर चाहिँ यहाँदेखि कनेक्ट भएर यो फ्युल क्यापको त्यहाँनिर कनेक्ट भएको हुन्छ कि अन्त एक्स्ट्रा फ्युल हुन्छ नि कसै बेला त्यस्तो चाहिँ निक्लिन्छ यहाँ हेर्नुहोस् ल एक्स्ट्रा यो पेट्रोल ओ वाह कडक सो यो चाहिँ यस्तो हो ड्रेन हुने अन्त यो चिज चाहिँ जुन चाहिँ छ यो चाहिँ कम्पनीबाट आउँदा चाहिँ सायद भित्रै हुन्छ जस्तो लाग्यो उतापट्टि हालेको हुन्छ उतापट्टि हाल्दा चाहिँ के हुन्छ भने कसैलाई निक्लिन्छ यो पेट्रोलहरू मुनि निक्लिन्छ त्यहाँदेखि धुलो जमिन्छ क्या अन्त यस्तो हुन्छ त्यो भएर चाहिँ अहिले चाहिँ अब मैले चाहिँ यहाँ बाहिर राख्नु थालेको अलिकति भए पनि सुबिस्ता यो पनि पानीकै हो जहाँसम्म मलाई थाहा छ पानीहरू निकाल्ने क्या सो त्यस्तो छ है कथा सो थ्याङ्क यू एभ्री वान फर वाचिङ दिस भिडियो किप वाचिङ युजे राइड्स अनि राइड सेफ सबैजना अनि छुट्टी मजाले मनाउनुहोस् होला मेरो चाहिँ अब छुट्टी यस्तै छ हो मनाइ डरलाग्दो हुँदैछ अन्त थ्याङ्क यू सो मच सबैजनालाई बाई सक्यो